जय गुरु गोरखनाथ। आदरणीय दर्शकबिन, गोरख से यात्रा क्रियामा आज पनि म प्रस्तुता राजु बस्याल गोरखसित ग्लोबलाइजेसन कार्यक्रम लिएर आइसकेको छु र आजको मेरो टपिक छ मण्डेला इफेक्टको बारेमा। व्हाट इज मण्डेला इफेक्ट? यो मण्डेला इफेक्ट भनेको चाहिँ के हो भने प्यारलल युनिभर्ससँग अथवा मल्टिपल रियालिटीसँग रिलेटेड कुरा हो यो, हैन। यसमा चाहिँ के हुन्छ भने थुप्रै मान्छेहरूलाई, धेरै मान्छेहरूलाई यो साउथ अफ्रिकाको राष्ट्रपति नेल्सन मण्डेला चाहिँ जेलमा बस्दाखेरि 1980 मै उहाँको मृत्यु भयो भनेर धेरैभन्दा धेरै मान्छेहरूलाई चाहिँ त्यो मेमोरीमा आएको घटना हो मण्डेला इफेक्ट। तर वास्तवमा नेल्सन मण्डेलाको मृत्यु चाहिँ डिसेम्बर 5, 2013 मा भएको थियो। भनेपछि त्यो मृत्यु नहुँदै त्यो हजारौं मानिसहरूलाई सम्भवतः त्यो कसरी उहाँहरूको मेमोरीमा नेल्सन मण्डेला त मरिसके भन्ने इफेक्ट कसरी आयो त भन्दाखेरि चाहिँ यसलाई के भनिन्छ भने मल्टिपल रियालिटी अर्थात् मल्टिपल डाइमेन्सनबाट, प्यारलल युनिभर्सबाट उहाँहरूको मेमोरीमा, उहाँहरूको कग्निसनमा त्यो मेमोरी चाहिँ अथवा त्यो घटनाको मेमोरी चाहिँ स्लिप भयो। त्यसैले उहाँहरू हजारौं मान्छे, एक दुईजनालाई भएको भए त यो हुँदैन थियो, हैन। हजारौं मान्छेलाई नेल्सन मण्डेला त मरिसके भने, तर वास्तवमा नेल्सन मण्डेला त 2013 मा मात्रै मरेका थिए। भनेपछि यस्तो घटना किन हुन्छ त भन्दाखेरि संसारमा जे हाम्रो यो धरतीमा हुन्छ त्यो कुरा चाहिँ इट्स बिङ अलरेडी डन, त्यो गरिसकिएको छ मल्टिपल रियालिटीमा अथवा त्यो प्यारलल युनिभर्समा चाहिँ हामीले गरिसकेको छौँ। हामी जन्मिनु भन्दा अगाडि नै हाम्रो सोल कन्ट्र्याक्टहरू हुन्छ, हैन। हाम्रो सोल प्रपोजहरू हुन्छ, हैन। प्री बर्थ एग्रिमेन्टहरू हुन्छ अनि त्यो आधारमा हामी चाहिँ एउटा मिसन लिएर धरतीमा आएको हुन्छौँ भन्ने खालको भनाइ छ। त्यसैले यो प्यारलल युनिभर्सको बारेमा र मण्डेला इफेक्टको बारेमा यहाँले अध्ययन गर्नु होला। भविष्यमा थुप्रै यस्ता घटनाहरू हुन सक्ने सम्भावना देखिँदैछ, मण्डेला इफेक्ट जस्तै घटनाहरू। त्यसैले आदरणीय दर्शकबिन, यो आध्यात्मिक जगतको बारेमा, आध्यात्मिक रहस्यहरूको बारेमा यहाँहरूले धेरैभन्दा धेरै सर्च गर्नु हुनुको लागि, अनुसन्धान गर्नु हुनुको लागि मैले अनुरोध गर्न चाहन्छु। नेपालको जय होस्, नेपालीको विजय होस्। धन्यवाद।